भिडियो जस्तो सुकै होस् रिल्समा भ्युज जानको लागि चाहिँ बोली नै बिकाउनु पर्ने रहेछ साथीहरू। अनि यो लुगा धुने र भाँडा माझ्ने काम चाहिँ हामी छोरी मान्छेहरूको लागि राष्ट्रिय कामै भनेर घोषणा गरिदिँदा पनि फरक पर्दैन होला। स्वागत छ साथीहरू आजको मेरो नयाँ भिडियोमा। अनि साथीहरू हिजो चाहिँ सोचिरहेको थिएँ कि म भोलि चाहिँ कस्तो भिडियो हाल्छु यस्तो भिडियो हाल्छु भनेर सोचिरहेको थिएँ। अनि आज चाहिँ कामसाम सकाएर खाना खाइसकेपछि म त सुते भएँ नि त। अनि भर्खर उठेर भिडियो एडिट गरेर चाहिँ म पोस्ट गर्दैछु। अनि एउटा कुरा साथीहरू, हामी छोरी मान्छे जहाँ पुगे पनि, जस्तो ठाउँमा पुगे पनि, जस्तो जागिर खाए पनि, जे गरे पनि यो लुगा धुने भाँडा माझ्ने कामले चाहिँ कहिले पनि नछोड्ने रहेछ। झन् म त बेरोजगारी परेँ नि त, छोड्ने त कुरै भएन। अनि साथीहरू लुगासुगा धोइसकेँ नि त। बिहानै यति धेरै घाम लागेको थियो। अहिले चाहिँ भदौमा एकदमै धेरै गर्मी छ हाम्रोतिर चाहिँ। हुन त सिजनै गर्मीको छ, गर्मी नभए के होस्। अनि म लागे खाना बनाउनतिर। हिजो दाइ दिदीले ल्याइदिनु भएको डल्ले च्याउ चाहिँ बनाउँदैछु म आज। सायद बुहारीले रेसिपी भिडियोहरू बनाउँछ भनेर ल्याइदिनु भएको होला कि। सब्जी कति धेरै च्याउ अनि निगुरोहरू ल्याइदिनु भएको थियो नि त। निगुरो त बनाइन, अलि ढिलो पनि भयो लुगाहरू धुँदा ओर्दा। अनि मैले चाहिँ च्याउलाई यसरी बनाएँ नि त। म आफ्नै तरिकाले बनाउँछु, तर पनि आफूले बनाएको मलाई चाहिँ मिठै लाग्छ। अनि हेर्दै यस्तो दामी खाउँ भएको थियो, मासुभन्दा पनि मिठो भएको थियो नि। साथीहरू कतिजनाले चाहिँ भन्नुहुन्छ नि भिडियो पोस्ट गर्न थालेदेखि मेरो आफन्तहरूले त यस्तो गर्नुहुन्छ उस्तो गर्नुहुन्छ, लाइक कमेन्टै आउँदैन भन्नुहुन्छ। तर मेरो चाहिँ सबैजनाबाट एकदमै फुल सपोर्ट छ। जसले मेरो भिडियो हेर्नुहुन्छ एकदमै राम्रो बनाउँछौ भनेर भनिदिनुहुन्छ। अनि हाम्रो दाइ दिदीहरू चाहिँ सोसियल मिडियाहरूमा त्यति आउनुहुन्न नि, तर पनि मेरो भिडियोको चाहिँ तारिफ गर्नुहुन्छ क्या। एकदम खुसी हुनुहुन्छ, सबैजना खुसी हुनुहुन्छ नि त। त्यस्तो भयो भने चाहिँ नराम्रै भिडियो भए पनि एकदमै खुसी लाग्छ, आफूलाई पनि भिडियो बनाउनलाई जाँगर लाग्छ साथीहरू। अनि म चाहिँ खाना थालेँ। हेर्नु न साथीहरू, यति धेरै मिठो भएको थियो। मैले चाहिँ चाटी सायद यसै गरी हात चाटेर खाएर होला कि मेरो ज्यान पनि 1 क्विन्टल हुन लागिसक्यो। बाई साथीहरू, आजको भिडियो यति नै।